अब चाहिँ म यहाँ तल माइजूकोबाट नि साग लानु आँटेको छु। यतिको छ, मेरो चाहिँ पुरै छिप्पेछ नि त, खानै नसक्ने भइरहेको छ। अन्त अब चाहिँ म टिप्छु है। यहाँबाट गएर आमामा आलु हेर्नुहोस् त। तर यहाँ चाहिँ कमिलो लागेको छैन कि यो आलु, बोट पनि मजाले आइरहेको छ हो। कता जाने हो। अन्त यहाँनिर यत्रो ठुल्ठुलो छ कि बोट चाहिँ मैले कहिले टिपेको थिइनँ आफै हो। आज चाहिँ अन्त टिप्नै पर्ने भयो क्या। अन्त लानु पर्यो भनेर नि कति आलु खानु वाक्कै लाग्यो हो आलु खाँदा। अन्त म चाहिँ यसरी लान्छु। आज चाहिँ यसलाई चाहिँ लगेर चाहिँ मजाले खानु पनि छ। हाम्रो पनि यसपालि आलु रोपेको काम लागेन। यहाँ चाहिँ मजाले बोट आएको रहेछ हो। कस्तो छ है अर्काको आलु, कटेर हेर्नु मिल्दैन। म त आलुको बोट देखेपछि कटेर हेर्नु मन परिहाल्छ क्या। कस्तो हुन्छ, कस्तो खल्यो होला भनेर नि मलाई हेर्नु मात्रै होइन, प्लस मलाई खन्नु पनि मनपर्छ आलु क्या। एकदम मलाई मनपर्छ आलु खन्नु चाहिँ। अन्त टकटक खन्दाखेरि काँटाले बरबर आलु निक्लिने कति मजा आउँछ होइन साथीहरू। मलाई चाहिँ आलु खन्नु चाहिँ पुरै मनपर्छ हो। धेरै त लाँदिनँ है, बेसी लगेर पनि त्यत्तिकै बिग्रिनु मात्रै हो। तर पनि साह्रै चाहिँ अब कलिलो होइन, यतिको रहेछ है। तर यतिको ठिकै छ। हाम्रो चाहिँ एकदमै छिप्पेर हो, खानै नसक्ने तितो भएछ नि हो। तर अब तितो भन्दा है पछि त यतिको पनि पाउँदैन। त अब खाइराख्नु हुन्छ। सागको सिजनमा चाहिँ टन्नै खायो। अन्त चाहिँ टक्कै हुन्छ, बचाउनु नसक्ने रहेछ यो त। वा हेर्नुहोस् न, यो एउटैले एकजनालाई त पुग्ने खालको छ हो। रहेछ कि। अन्त त्यता मुला पनि लैजाऊ है छाटेर भनिरहनु भएको छ हो। लान्छु अब, दिएको चिज त नाइ छैन होइन, दिएको चिज चाहिँ नाइ भन्नु भएको छैन। अन्त लानु पर्यो हो। अन्त चाहिँ अब म यति लान्छु ल, साग त धेरै लाँदिनँ। अब म यता चढ्ने हुन्छ, यता चढ्ने आमामा अप्ठ्यारो न अप्ठ्यारो मुला हेर्नुहोस् त है। यो चाहिँ नि अब रातो खाले मुला रहेछ है। अलिक पल्लोपट्टि चाहिँ कस्तो छ हेरौँ है। म कहिले आएको पनि थिइनँ हो। अझै मात्रै मलाई एकदम टिप